दिनभरि काम गर्यौं, रातिमा यस्तो प्लान भयो कि आफैलाई रोक्नै सकेन। रातिको 2 बजे मासु खाने प्लान कसरी भयो र किन भयो जान्न चाहनुहुन्छ भने भिडियो लास्टसम्म हेर्नु होला। सो गाइज वेलकम ब्याक टु माई डे 9 मिनी भ्लग। आइयो हजुर सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै आराम छु। आज त बिहानै उठेर मर्निङको भ्यू हेरेर म पनि ड्युटीतिर हिँडिन्छु। ड्युटी आएर चाहिँ काम धेरै थियो, कामतिर लागिहालेँ। काम गर्दा गर्दै पनि यति गर्मी हुन्छ नि साथीभाइहरू, के गर्ने कहिले काहीँ त काम साम छोडेर हिँडिदिउँ जस्तो लाग्छ। कपडाहरू पनि लास्टै गन्दा हुन्छन्, अब के गर्ने। अब म मात्रै हो र म जस्ता करोडौं नेपालीहरू यस्तै दुःख गर्नु भएको छ घाममा भन्दै मन बुझाउँदै फेरि बसिरहेको थिएँ। दाइहरूले र जेठानहरूले चाहिँ बेलुका छुटिसकेपछि मासु खान जाने है त भनेर भन्नुभयो। त्यसपछि मैले पनि खुसी भएर हुन्छ भनेर हामी पनि ड्युटी स्युटी भ्याएर रातिको 2 बजे मासु खान हिँडिन्छ। 4 जना होटलतिर लगभग आधा किलोमिटर हिँडिसकेपछि बल्ल होटलमा पुग्यो। होटलमा पुगिसकेपछि हामीले पनि अर्डर मगाएर झम्के मान्न लागिसक्यौँ साथीभाइहरू। किनभने हामी ढिलो डालो गर्दैनौँ, किनभने हामी 2 बजे ड्युटीबाट छुटेर रुममा गएर कपडा चेन्ज गरेर यो होटलसम्म आउन हामीलाई चाहिँ 3 बजिसक्यो। त्यसपछि यहाँ खाना खाना र रुममा पुग्न हामीलाई फेरि 1 घण्टा लाग्छ, 4 बज्छ। त्यसपछि हामीलाई ढिलो हुन्छ सुत्नको ड्युटी। त्यसपछि हामी सबैजना छिटो घाम खाएर होटलबाट निक्लिहाल्छौँ साथीभाइहरू। लगायत आजको भिडियो यहीँ अन्त्य गर्छु। आइयो हजुरलाई मेरो 30 डेज च्यालेन्जको डे 9 भ्लग राम्रो लाग्यो होला। यदि राम्रो लाग्यो भने लाइक कमेन्ट शेयर सब्सक्राइब गर्न नभुल्नु होला। बाई बाई।